भने यो व्यवस्था आएका कारणले गर्दा तिमीहरू सांसद भयो भन्छ कि, जुन गलत कुरा हो। 2056 सालमा जुम्लाबाट सांसद देवीलाल थापा हुनुहुन्थ्यो नेकपा एमालेबाट। देवीलाल थापालाई जसरी त्यो भोटमा गएर त्यही कागज हो, त्यस्तै क्याम्प हो, त्यही पुलिस हुन्, चुनाव हाल्ने प्रक्रिया कुनै डिजिटल पनि छैन, जसरी त्यतिखेर बक्समा हालिन्थ्यो त्यस्तै हालेर म सांसद भयो भने प्रचण्डजी आउँदाखेरि देशलाई फाइदा भयो कि घाटा हो? प्रचण्डजीले धर्म मास्यो, संस्कार मासे, संस्कृति मासे, जात जातिका मान्छे बिचमा भाइ भाइ बिचमा काटमार सुरु गरे, भौतिक संरचना ध्वस्त पारे, विश्वभरिका तपाईँको विदेशीहरूको एजेन्ट बनेर यो देशमा हजारौँ मान्छेको हत्या गरे, तपाईँको चितवनको बाँदरमुढेमा निहत्या नागरिकसम्म मारे भने। अनि त्यस्तो मारेर आएको एउटा अपराधीलाई यो देशमा हामीले प्रधानमन्त्री मान्नुपर्ने व्यवस्था छ। मान्नुभयो त? मान्यौँ त, बिचरा बाध्यता भने। अनि मैले विमति राख्छु। सुन्नु